कमन इन्ट्रान्स एक्जाम आउन अब 1 हप्ता जति बाँकी छ। यदि यो बेलामा तपाईँको स्वास्थ्य राम्रो भएन भने तपाईँको सालभरको प्रोडक्टिभिटी खराब हुन सक्छ। सो यो टाइममा तपाईँले फलो गर्नुपर्ने नै केही कुराहरू। फर्स्ट, आफ्नो स्लिप प्याटर्नलाई फिक्स गर्नु। किन स्लिपको कमीले एक्जाममा मेमोरी रिकल, फोकस र प्रब्लम सल्भिङ स्पिड पनि घट्छ। सेकेन्डमा, ओइली प्रोसेस खाना, बाहिरको खानाहरूलाई एभोइड गर्नुहोला र हाइड्रेसन मेन्टेन गर्नुहोला। थर्ड, स्क्रिन टाइम र सोसल मिडियालाई सकेसम्म एभोइड गर्नुहोला, किनकि कुनै अनवान्टेड न्युजले तपाईँको मेन्टल स्टेबिलिटी घटाउन सक्छ। फोर्थ, प्रोडक्टिभ डेको लागि लाइट एक्सर्साइज तथा मेडिटेसन गर्नुहोला। कसैसँग अननेसेसरी कम्पेरिजन गरेर आफूलाई डिमोटिभेट फिल नगराउनुहोला। लास्ट सजेसन, यदि तपाईँ भ्यालीभन्दा बाहिर बस्नुहुन्छ भने एटलिस्ट 1-2 दिनभन्दा पहिला आउनुहोला, किनकि यदि जाममा पर्नुभयो वा बिरामी हुनुभयो भने मेन्टली डिस्टर्ब हुनुहुन्छ। All the best future medicals.